बिहानको समय थियो। सेताम्मे कुहिरोले पहाडहरू अँगालो हालेको थियो। कडा जाडो लाग्ने पौष महिना बिस्तारै बिदा हुँदै थियो। आजको दिन केही विशेष थियो। आज थियो माघे संक्रान्ति। घरभित्र चहलपहल सुरु भइसकेको थियो। भान्सामा आमा व्यस्त हुनुहुन्थ्यो। उहाँ आजका विशेष परिकार बनाउँदै हुनुहुन्थ्यो। तिलको लड्डु र सँगै थियो घिउ, चाकु र उसिनेको तरुल। त्यही बेला सन्तोष भान्सामा आइपुग्यो। उसले आमालाई तरुल छोडाउँदै देख्यो। आमा, आज किन हामी घिउ, चाकु, तिलौरी र तरुल खान्छौं? आमाले मुस्कुराउँदै भन्नुभयो, यो पहिले खाऊ अनि तिमीलाई भन्छ है त। आमाले सन्तोषलाई एउटा सानो टुक्रा चाकु दिनुभयो। कालो, चिप्लो र मिठो चाकु। थाहा छ, टोखा सहरमा चाकु बनाउने गरिन्छ। चाकु बनाउन धेरै बल चाहिन्छ। त्यसलाई तानेर, मोडेर, फन्क्याएर गाढा खैरो रङबाट फिका कफी रङ बनाइन्छ। सन्तोषको आँखा चम्कियो। आमाले फेरि भन्नुभयो, घिउ र चाकु त शक्तिशाली खाना हुन्। यसले शरीरलाई तातो, बलियो र तन्दुरुस्त बनाउँछन्। जाडोको बेला त यसले झन् धेरै फाइदा गर्छ। तराईका थारू बस्तीहरूमा आजको दिनलाई माघी भनिन्छ। यो उनीहरूको नयाँ वर्ष पनि हो। त्यहाँ यस दिन ढिक्री र सुँगुर बङ्गुरको मासु खाने चलन छ। उता नुवाकोटको खुल्ला मैदानमा मानिसहरू साँडे जुडाउँछन्। त्यत्तिकैमा तातो खिचडी तयार भयो। आमाले त्यसमा घिउ हाल्नुभयो। घिउ तातो खिचडीमा घुल्दै सुनौलो घाम जस्तै चम्कियो। घिउ, चाकु र तरुल खाँदै गर्दा सन्तोषले महसुस गर्यो, जाडो बिस्तारै हराउँदै थियो। शरीर तातो हुँदै थियो। मन झन खुसी हुँदै थियो। सन्तोषले बुझ्यो, माघे संक्रान्ति भनेको घिउ चाकु खाने मात्रै होइन, रमाइलो र हर्ष उल्लासको चाड पनि हो। यही हो माघे संक्रान्तिको न्यानो कथा।